नमस्कार दुर्शेश्वर खबर हेरेर बसिरहनुभएका सम्पूर्ण दर्शक र श्रोतामा नमस्कार गर्न चाहन्छु म विनय ढुङ्गा। आज पनि फरक विषयवस्तु उठान गर्ने क्रममा आज पनि लोकसङ्गीतको क्षेत्रमा चर्चित आवाज जसको लोकसङ्गीत क्षेत्रको आवाज नभइकन एउटा मोडलिङ क्षेत्रमा पनि आबद्ध हुनुभएको व्यक्तित्व जो राजकुमार खनाल हुनुहुन्छ यतिखेर हाम्रो स्टुडियोमा स्वागत छ यहाँलाई दुर्शेश्वर खबरमा। नमस्ते। के छ आराम हुनुहुन्छ? हजुर लगायत दुर्शेश्वर प्राली सम्पूर्ण टिमलाई अनि लगायत दुर्शेश्वर खबर लगायत सम्पूर्ण टिम हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद। हजुरहरूले यसमै मलाई बोलाउनु भएकोमा अनि सम्पूर्ण दर्शकहरू मलाई माया गरेर मेरो शब्दलाई मन पराइदिनु हुने, मेरो गीतहरूलाई मन पराइदिनु हुने सम्पूर्ण दर्शकहरूलाई पनि मेरो धेरै धेरै नमन छ। जसरी तपाईँ लोकगीत पनि गाउनुहुन्छ मोडल पनि गर्नुहुन्छ, एउटा दुईवटै विधामा कुनमा सफल भए चाहिँ लाग्छ तपाईँलाई? ठ्याक्कै भन्दाखेरि यसमा सफल र असफल भन्ने चाहिँ मलाई लाग्दैन। किन सफल र असफल लाग्दैन भने अहिले जति पनि बजारमा आइरहेका गीतहरूमा आफूले गरेको मेहनतको फल छैन। सफल हुनलाई त मेहनतको फल हुनुपर्छ। अहिले यसलाई मैले सफल असफल भन्दा पनि मेरो इच्छा र चाहना, मेरो कलाकारी क्षेत्रमा मैले जे गरिरहेको छु यो मेरो आफ्नो मनले चाहेर गरिरहेको छु। मेरो शब्दका गीतहरू पनि धेरै गीतहरू छन् बजारमा अहिले राम्रो टिकटक बनेका चलेका शब्दहरूमा पनि मेरो छन् एल्बमहरूमा। लगायत आदरणीय रामहरि दाईले पनि मलाई ठुलो सपोर्ट गर्नुभएको छ त्यतिखेर भन्दा नि अहिले पछिल्लो क्रममा आदरणीय रामहरि दाई लगायत मेरो कुमार भण्डारी कलाकारी क्षेत्रमा सुरुवात गराउने चाहिँ पासाङ लामो गायक कुमार भण्डारी भनेपछि चिन्छन् उहाँलाई। मेरो सुरुको पहिलो एल्बम भनेको धन सम्पत्ति नहुँदा जीवनमा साह्रै दुःख भोग्नु परेको छ। मेरो एल्बम कुमार भण्डारीको आवाजमा बजारमा ल्याएको एल्बम हो। लगायत धेरै गीतहरूमा मैले अहिले पछिल्लो क्रममा धेरै गीतहरूमा शब्द अनि मैले मोडलिङ पनि आफैले गरेको छु। लगभग 50-60 वटा गीतमा मोडलिङ पनि गरेको छु। गीत चल्नु नचल्नु आफ्नो ठाउँमा छ, तर आफूले गरेको। लगभग यो क्षेत्रमा लाग्नुभएको कति वर्ष भयो? साङ्गीतिक क्षेत्रमा साङ्गीतिक क्षेत्रमा लागेको त 15-18 वर्ष नै भयो। लगभग 14-15 वर्ष अगाडितिर निस्केको धन सम्पत्ति गीत हो हाम्रो कुमार भण्डारीले। त्यसमा राम्रो मेहनत गर्नुभएको छ। त्यतिखेर अब बजार व्यवस्थापन राम्रो नहुनाको कारणले गर्दा युट्युब जमाना भर्खर सुरु भएको थियो। कसको युट्युबमा हाल्ने, कहाँ हाल्ने, त्यतिखेर कुन युट्युबमा थियो। अहिले चाहिँ मिलन श्रेष्ठ युट्युब च्यानलमा छ त्यो गीत, मिलन फिल्म्स प्राली भन्छन्। त्यसमा अहिले चाहिँ पछिल्लो क्रममा फेरि त्यही गीतलाई हाल्नु भएको छ। त्यसपछिबाट लगायत धेरै गीतहरूमा शब्द पनि मैले आफैले गरेको छु। राम्रै भइरहेछ, चलिरहेछ, खुसी लाग्छ। जसरी आज मोडलको क्षेत्रमा पनि सफल नै हुनुभएको छ, लोकसङ्गीत क्षेत्रमा सफल हुनुभएको छ। एक हिसाबले भन्दाखेरि तपाईँलाई राजकुमार खनाल भनेर सबैले चिन्नु भएको छ। तर राजकुमार खनालको जन्म कहाँ भयो भनेर जति पनि श्रोता दर्शकलाई थाहा छैन तपाईँको परिचय। मेरो जन्म नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका 3 नम्बरमा जन्म भएको हो मेरो। म पनि सानै लगभग 7-8 वर्षकै उमेरबाट म काठमाडौँ नै बस्ने प्राय। म सानो मम्मीको घरमा प्राय बस्थेँ बानियाटारमा। सानै बेलादेखि नै काठमाडौँकै बसाइ थियो। अनि साङ्गीतिक क्षेत्र भनेको चाहिँ हामीले पुराना अब दाईहरूको रेशम दाई, नमराज दाई, रामहरि भण्डारी दाई, गोल्डेनको सारी लगायत शिखर बेसी दुर्शेश्वर यस्ता गीतहरू चाहिँ सुनेर यसै गरी गाउन पाए, यसरी गीत गाउन पाए हामी पनि कलाकार बनिन्थ्यो होला भन्ने एउटा मनमा हुन्थ्यो। गाउनु नै ठुलो कुरो त होइन, तर के हुन्छ भने इच्छा, अर्काले गरेको काम एकदम राम्रो लाग्छ। आफैले गरेपछि मात्रै गाह्रो हुने हो जुनसुकै काम हुने। तपाईँ लोकसङ्गीत क्षेत्रमा लागिरहँदाखेरि सहयोग कतिको प्राप्त गर्नुभयो अग्रज कलाकारबाट? त्यस्तो हुन्छ सहयोग प्राप्त मैले कति गरेँ भन्दा पनि म कसरी लागेको छु
मलाई सहयोग गर्नेले गरेन भन्नुभन्दा अगाडि चाहिँ मैले म कसरी चाहिँ आफूभन्दा ठुलो कलाकारहरूसँग कसरी गइरहेको छु भन्ने कुरोमा नि भर पर्छ। मलाई सहयोग गरेन भन्नलाई के हुन्छ भने सहयोग गर्नलाई म पनि सहयोग गर्ने लायकको हुनु पर्यो जस्तो लाग्छ मलाई चाहिँ। अहिले जति पनि हाम्रो क्षेत्रमा चाहिँ कलाकारी क्षेत्रमा चाहिँ हामी के सिस्टम भइरहेछ भने आज र भोलि 4 वटा जति शब्द टिकटक बनिसकेपछि म त एकदम ठुलो कलाकार हो, यसले त मलाई पनि नमस्कार गर्नुपर्छ भन्ने अवस्था छ। अवस्था भनेको अहिले के भयो भने मैले यिनीहरू त पुरानो भएर के भयो र यिनीहरूले त यिनीहरूले त चिन्दैनन्, मलाई पनि चिन्छन् त, मेरो त 200 जनाले टिकटक बनाइसक्यो भन्ने जमाना छ। अनि त्यस कारणले गर्दा हामीले त्यो भन्दा पनि अगाडि के बुझ्नु पर्यो भने उहाँहरूले पनि हिजोको दिनमा सङ्घर्षै गरेर आयो होला भने मैले मभन्दा अगाडिको कलाकारलाई सङ्घर्ष गरेर आउनु भयो भन्ने बुझ्नु पर्यो। भनेपछि अहिले गीत चल्नु भनेको टिकटकमै चल्नु नै हो अहिलेको बजारमा। अहिलेको बजारमा टिकटक युट्युबमा पनि अलिकति राम्रै व्यवस्थापन गरेर अलिकति मेहनत गरेका गीतहरू युट्युबमा नि राम्रै चलेका गीतहरू छन्। गीतै चल्दैन भन्न मिल्दैन, कलाकारले पैसै कमाउँदैन भन्न मिल्दैन। राम्रो युट्युबमा गीत गाइदियो भने पनि अलिकति खर्च उठ्छ होइन। अनि पहिलो कुरो अहिले एल्बम गर्ने भनेको पैसा आउने भन्दा नि पहिला लगानी गरेर अनि पछि आउने बाटो हेर्ने हो। भनेपछि लोक सङ्गीतबाट बाँच्न सकिने अवस्था छ कि छैन? यस्तो छ, लोक सङ्गीतबाट मात्रै बाँच्न भन्दा पनि लोक सङ्गीतबाट नै म मेरो जीविका चलाउँछु भन्ने मान्छेले चाहिँ त्यही अनुसार आफू त्यसैमा मात्रै लागि पर्नु पर्यो। नभएको छैन गर्ने मान्छेहरूलाई लोक साङ्गीतिक क्षेत्रले नै राम्रो भइरहेछ। अब होइन म चाहिँ यो पाटो पनि छ, अर्को पाटो पनि म कुनै मेरो आफ्नो जीविकाको लागि गर्छु भन्ने मान्छेलाई त्यो लोक साङ्गीतिक क्षेत्रको लागि चाहिँ यो साङ्गीतिक क्षेत्रको लागि मात्रै सधैँ बिहान उठेदेखिबाट भोलि बिहानसम्म लागिरहनु पर्ने, जस्तै 1 वर्षसम्म त्यसैलाई मेहनत गरिरहनु पर्ने चाहिँ देख्दिनँ म चाहिँ। जसरी लोक सङ्गीतमा शब्दहरू जुत्ने अनि त्यहाँपछि अलिकति उसिङ्गल खालको शब्दहरू बजारमा आए भन्ने खालको व्यापक छ। अनि भिडियो हेरिरहँदाखेरि पनि परिवार बसेर हेर्नु नसकिने अवस्था छ। यो विषयले के भन्नुहुन्छ? अब त्यसमा चाहिँ म चाहिँ केही पनि भन्दिनँ, किनभने भन्ने ठाउँै छैन त। अब तपाईँले गीत बनाउनु भयो, तपाईँले माया भनेर हाल्नु पऱ्यो शब्दमा हो। अब के भन्ने, अर्कोले माया हालिसकेको छ, तपाईँले पिरती भनेर हालिदिनु भनेपछि त्यसको विषयवस्तु अनि त्यो त माया त बिचमा गयो नै गएन। म माया लाउँछु, अब म माया लाउँछु भन्ने ठाउँमा म चाहिँ तिमीलाई ल्याउँछु भनेर हाल्ने कुरो भएन शब्द, म माया लाउँछु नै भन्नु पऱ्यो होइन। म चाहिँ अहिलेसम्म लगभग मोटामोटी 100-150 वटा एल्बममा चाहिँ मेरो शब्दहरू छन् होला बजारमा। म चाहिँ कसैलाई अहिलेसम्म जुदियो भनेर नि मैले भने होइन, शब्द जुदियो भनेर नि भने होइन। अनि शब्द जुद्ने भनेको चाहिँ कस्तो हुन्छ भने हामीले जुन शब्द मैले हालेको छु नि त्यो शब्द सिँगै लर अर्कोले हालिदिनु भयो भने चाहिँ मिलेको थोरै अलिकति दायाँ बायाँ त्यस्तो हुँदैन नि। शब्दमा त्यस्तो हुँदै हुँदैन, थोरै दायाँ बायाँ भन्ने नै हुँदैन नि। माया भन्ने ठाउँमा माया भन्नु पऱ्यो, लान्छु भन्ने ठाउँमा लान्छु भन्नु पऱ्यो, ल्याउँछु भन्ने ठाउँमा ल्याउँछु भन्नु पऱ्यो। अनि लान्छु ल्याउँछु माया भन्ने त यो त प्रायः हाम्रो लोकदोरी गीतमा त हजुरले पनि सुनिरहनु नै भयो होला। यो त हरेकमा चाहिन्छ, आवश्यकै छ। अनि त्यो आवश्यकलाई चाहिँ माया भन्ने ठाउँमा त्यो एउटा एल्बमलाई माया नै हालिदिने, अब गीत बनेन नि त। उसको माया छ, अब म चाहिँ माया चाहिँ राख्दिनँ है भन्न पाइयो। अब शब्द जुद्यो भन्नलाई चाहिँ कस्तो लयको कुरा गरेँ मैले। लयमा चाहिँ अब के हुन्छ भने अलिकति हामीले पनि बुझ्नुपर्छ यसमा चाहिँ लयमा चाहिँ जुद्यो भन्न मिल्छ। अब जस्ताको तस्तै लयमा अर्को गीत निकालिदिने भयो त किन त्यो पहिला मेहनत गर्ने किन दुःख गर्नु पर्यो। अब जस्तै एउटा कलाकारले निकालिसकेको लय उसको स्वीकृति बिना मैले डिटो त्यही नै बनाउँछु भने चाहिँ त्यसमा चाहिँ विरोध गर्नु म त्यसलाई नराम्रो भन्दिनँ। किनभने उहाँले पनि खर्च गरेर उहाँको लय उहाँको सृजना माया गरेर गर्नुभएको हुन्छ। अनि उहाँको जस्ताको तस्तै हामीले बनाइदियौँ भने त जसले बनाउँदा पनि मैले चाहे अर्कोले बनाउँदा पनि यसमा चाहिँ के हुन्छ भने भोलि उहाँको गीत पनि अलिअलि चलिरह होला बजारमा। अनि गीत सुन्नेलाई पनि यो त फलानाको लय बुझ्दै पो छ त गीत भने जस्तो भयो। अब यसमा लयमा चाहिँ सकेसम्म नयाँ पुरानो कसैले पनि सकेसम्म अलिकति फरकै बनाउँदा राम्रो मैले बुझ्दा चाहिँ। अथवा हजुरको एउटा आदरणीय हाम्रो दाइहरूको लय कुनै मिठो लागेको छ मलाई भने
दाइ यो लयलाई चाहिँ मैले यस्तो गरेर बनाउन पाएदेखि हजुरको त्यसमा नाम पनि हुन्छ, हजुरको लय हजुरकै हुन्छ भनेर गर्नु छुट्टै छ। अब यसले के गर्छ र म चाहिँ यसो जस्तै बनाइहेर्छु चल्छ होला भनेपछि अनुमति बिना काम गर्न भएन। अहिलेको सिस्टम चाहिँ के छ भने कलाकारी क्षेत्रमा मैले बुझेअनुसार चाहिँ फलानाको गीत यस्तो चल्यो यस्तै बनाउनु पर्यो म पनि भन्ने हुन्छ होइन, त्यस्तै त्यही बनाउनु पर्यो अनि जसरी पनि मिलिहाल्छ। भनेपछि लोक सङ्गीतबाट तपाईँलाई चिनायो कुन गीतले? जसरी यस्तो मलाई लोक सङ्गीत क्षेत्रको एल्बमले भन्दा पनि म अलिकति लाइभ पनि गाउँछु बाहिर है, म रतेउली कार्यक्रमहरू लगायत हरेक ठाउँमा लाइभ गाउँछु। अनि अर्को कुरो मेरो आफ्नो एल्बमहरू पनि 5-7वटा एल्बमहरू मेरो आफ्नै पनि छ, 2-4वटा मैले आफैले गाएको एल्बम पनि छन्। अनि मलाई चाहिँ चिनाउने भन्दा पनि अहिले प्राय जस्तै बजारमा आइरहेको गीतहरूमा बद्री लोकमाला युट्युब च्यानलबाट, रामहरि भण्डारी युट्युब च्यानल लगायत धेरै ठाउँमा छन्। अब मेरो शब्दमा आइरहेका गीतहरू प्राय गीतहरू बजारमा मन परिरहेकै छन् होइन। अब यही चाहिँ भन्नुभन्दा पनि उहाँहरूले पनि मेरो शब्दलाई माया गरेर मेहनत गरेर खर्च गरेर बजारमा निकाल्नु भएको छ। प्राय गीतहरूलाई न्याय नै पाइरहेछ बजारमा आएको गीतहरू। अहिले जति गीत गाइरहनु भएको छ न्याय नै पाइरहेको छ। एउटा गीत तपाईँको आवाजबाट जसरी श्रोता दर्शकले आज दुःखचिसो खबर हेरिरहँदाखेरि एउटा गीत त गाइदिए हुन्थ्यो भनेर यतिखेर चाहना नै गरिरहनु भएको छ जहाँसम्म लाग्छ। एउटा तपाईँको आवाजबाट एउटा गीत म मेरो आफैले गाएको एल्बमको गीत एउटा थोरै सानो टुक्रा गाउँछु। गरिब छु म बोल्दा नि झर्किन्छन्, पैसा भए आफन्त फर्किन्छन्, औ है भेट्न समय धेर छैन, यही भेट अन्तिम हो नानी बेर छैन, यही भेट अन्तिम हो नानी बेर छैन। यो एल्बम कति वर्ष अगाडि? यो एल्बम 2-3 वर्ष जस्तै भयो यो एल्बम बजारमा आएको। हजुर। अब जस मन पराइदिनु भएको छ, जसरी टिकटकहरूमा नि मन पराइदिनु भएको छ। खासै मैले गाउनतिर भन्दा पनि शब्द लेख्ने मोर्निङ अनि लाइभतिर चाहिँ बढी गर्छु। मैले आफ्नो एल्बम भन्दा पनि मेरो यो एल्बमलाई शब्द लेखिदिनु पर्यो भन्दाखेरि मैले आदरणीय दाइ अथवा मेरो साथीहरू सबैजनालाई मैले अहिलेसम्म नाइ भनेको छैन। भनेपछि लोक सङ्गीत क्षेत्रमा आज यति समय अनुभव रूपमा लागिरहँदाखेरि तपाईँको त्यो क्षण यस्तो खुसियालीको क्षण एउटा बताइदिन सक्नुहुन्छ? लोक सङ्गीतमा लागेर यस्तो खुसीको क्षण अलग विषयवस्तु उठाउनु त्यो चाहिँ एकदम खुसी लाग्ने भनेको जे कुरा पनि हामीले पहिलोचोटि कुनै पनि कार्य केही गर्नु पर्यो भने त्यो चिजमा खुसी लाग्ने हो। जब 62 सालतिर धन सम्पत्ति गीत काठमाडौँ डिजिटलमा रेकर्डिङ हुँदै गर्दाखेरि मलाई साह्रै खुसी लागेको थियो। म पनि एउटा कलाकार भई भन्ने गर्व लागेको थियो। त्यतिखेर कुमार भण्डारीले मलाई धेरै ठुलो सपोर्ट गरेर सपोर्ट दिनुभयो। मेरो एल्बम धन सम्पत्ति नहुँदा जीवनमा भन्ने गीतलाई दर्शकले पनि मन पराइदिनु भएको थियो त्यतिखेरको क्रममा पनि। अनि त्यो गीत बजारमा आउँदाखेरि चाहिँ मलाई धेरै खुसी लागेको थियो साङ्गीतिक क्षेत्रमा। अहिले पछिल्लो क्रममा भनेको खुसी भन्दा पनि के छ भने आफूले लागिसकेकोलाई आज मैले चटक्क यो क्षेत्रलाई छोडेर म चाहिँ अब अलग लाग्दाखेरि मान्छेले देख्दै गर्दा पनि राजकुमार खनाल भन्ने चाहिँ हिजोको दिनमा कलाकारी क्षेत्रमा के नहुन्छ भनेर लागेका थिए। आज चाहिँ के पनि भएन छ। अहिले चाहिँ पुण्य र कलाकारी क्षेत्रलाई नै माया मारेर हिँड्नु भन्नुभन्दा हामीले गरिरहेको कामलाई निरन्तरता दिनु नै राम्रो होला भन्ने लाग्छ। भनेपछि तपाईँको प्रेरणाको स्रोत चाहिँ को हुनुहुन्छ यो साङ्गीतिक क्षेत्रमा आउँदै गर्दाखेरि? जसरी कुमार भण्डारी भन्नुभयो,
त्यो भन्दा पनि कसकोबाट तपाईँ प्रभावित हुनुभयो, कसको कलाकारबाट अलिकति गीत सुनिरहँदाखेरि? पछिल्लो क्रममा गएर मलाई आदरणीय दाइ रामहरि भण्डारी हजुर, उहाँले धेरै ठाउँमा सपोर्ट गर्नुभएको छ कलाकारी क्षेत्रमा, गर्नुभएको पनि छ, अहिले पनि गर्नुहुन्छ। उहाँले पनि धेरै साथ सपोर्ट दिनुभएको छ मलाई कलाकारी क्षेत्रमा। मैले शब्द लेख्दै गर्दा होला मैले शब्द लेख्न जानेको छु, लेख्छु, तर त्यो शब्द युज गर्ने मान्छे पनि चाहिन्छ। एउटा जजमेन्ट त हुनु पर्यो नि पहिल्यै सुरु। लगायत मलाई आदरणीय दाइ रामहरि भण्डारी बद्री सिटौला ले चाहिँ धेरै माया साथ सपोर्ट दिनुभएको पनि छ। त्यसै गरी अहिले पछिल्लो क्रममा कुमार भण्डारीको पनि राम्रो राम्रो चलेको गीतहरू, सुशीला लामा कुमार भण्डारीको गीतहरूमा पनि मेरो शब्द युज भइरहेको छन्। त्यसमा पनि राम्रो बजारमा टिकटक लगायत सबैले मन पराइदिनु भएको छ। त्यसमै खुसी लाग्छ। हामीले पाउनु भन्दा पनि गुमाउनुलाई पनि थोरै चिज मान्नुपर्छ। मैले मेहनत यता शब्द लेखेर स्टुडियो गएर उहाँहरूले भोगला हाल्ने बेलामा बसेर मेहनत गरे अनुसार त्यो शब्द बजारमा मन पराइदिँदा पनि धेरै खुसी लाग्छ। नयाँ आउने कलाकारलाई के भन्न चाहनुहुन्छ? कसरी आउनुलाई, कसरी यो क्षेत्रमा प्रवेश गर्दा राम्रो हुन्छ भने के सजेसन दिन चाहनुहुन्छ? अब यसरी आउनु भनेर हामीले भन्न त अप्ठ्यारो हुन्छ। अब कलाकार आउन त आउने, एउटा एल्बम निकाल्न आउने हो कि लागि पर्नलाई आउने हो कि म निरन्तर अब साङ्गीतिक क्षेत्रलाई नै मेरो एउटा पेसा बनाउँछु भनेर आउनु। अब आउन त अहिले सजिलो छ, त्यति पहिला जस्तो गाह्रो छैन। अहिले टिकटक लाइभमा गीत गाएर आउँदा पनि झट्टै स्टुडियोमा आइपुग्छ, डाइरेक्ट परिचय हुन्छ नि त टिकटक लाइभबाट। कलाकारहरूसँग परिचय भएपछि सर्लकै स्टुडियोमा आउने, गीत रेकर्ड गर्ने, भोलिपल्टबाट कलाकार त भइहाल्छ होइन। कलाकारै हुनु नै ठुलो कुरो भनेपछि अहिले डिजिटलले धेरै सजिलो बनाएको। अहिले धेरै सजिलो छ कलाकारी क्षेत्रमा। पहिला हामीले थाहा पाउँदाखेरि भन्दा है, पहिला भनेर म चाहिँ 40 वर्ष अगाडिको कलाकार चाहिँ होइन, फेरि त्यतातिर बुझ्नु होला। पहिला भने हामीले थाहा पाउने बेलामा चाहिँ ओहो यो स्टुडियो भने कहाँ हुन्छ होला। मैले स्टुडियो देखेको थिएन, कुमार भण्डारीले लगेर काठमाडौँ डिजिटलमा 4 तल माथि लगिदियो। मलाई अचम्म लाग्यो, स्टुडियो भने त यस्तो पो हुनुहुन्छ, कताबाट छिर्ने होला यहाँभित्र बसेर गीत गाइरहेको मान्छे भनेर हेरेको बाहिरबाट होइन। अब अहिले त्यस्तो छैन। अहिले स्टुडियोमा गीत रेकर्ड गरिरहेको बेलामा पनि लाइभ बसिरहेको हुन्छ नि, स्टुडियो यस्तो छ भनेर चिनिसकेका छन्। अनि तपाईँको टिकटक लाइभमा गीत गाए पनि कलाकारै हो। अहिले तपाईँको 6 जना जति चौतारामा बसेर मादल बजाएर गीत गाएर 50 जनाले टिकटक बनाएपछि त्यो कलाकारै हो। आखिर कलाकार त सबै कलाकारै त हो। म पनि कलाकार, उहाँ पनि कलाकार। लोकगीत र लोकदोहोरीमा भिन्नता के छ त? त्यसमा चाहिँ भिन्नता भन्दा पनि फरक त्यति देख्दिनँ म। काठ क्षेत्रको गीतहरूमा हामीले जति पनि बजारमा आइरहेका गीतहरूमा खासै त्यति भिन्नता छैन। गाउनेमा अब अलिकति फरक होला। गाउने जस्तो पश्चिमेली गीत गाउनेले काठे गीत गाउन सक्दैन, काठी गीत गाउनेले पश्चिमेली गीत गाउन सक्दैन भन्ने भनाइ छ। यसमा तपाईँ के भन्नुहुन्छ? अब यसमा चाहिँ म के भन्छु भने गाउन नसक्नेले चाहिँ सक्दैन, गाउन सक्नेले चाहिँ फेरि सबैतिर सक्छ। सबैतिर सक्छ। यसमा अप्ठ्यारो केही छैन। अप्ठ्यारो भन्दा पनि गाउन नसक्नेले त कतै पनि गाउन सक्दैन। अब मलाई दियो भने म पश्चिमी गीत गा भने म मादल बजायो भने चाहिँ गाइदिन्छु, स्टुडियोमा चाहिँ गाउँदैन। अब कतिपय काठ क्षेत्रको कलाकारले पश्चिमी गीत पनि निकाल्नु भएको छ। पश्चिमी कलाकार राजु परियार दाईहरू जस्ताले काठे गीत पनि गाउनु भएको छ होइन। गाउनै नसक्ने भन्ने चाहिँ हुँदैन होला कलाकार। अलिकति फरक चाहिँ केही हुन्छ कि? फरक त फरकै हुन्छ। फरक हुन्छ है। अब कटु र पाइन्टमा फरक हुन्छ नि होइन। कटु घुँडाभन्दा माथि हुन्छ, पाइन्ट तलसम्मै छोप्छ भने सानो। अब पश्चिमी गीतहरूले अलिकति लामो मेलो मारेको हुन्छ भने काठ क्षेत्रको गीतले छोटो टुक्कामा हुन्छ। तर खिड्का बढी चाहिँ फेरि काठ क्षेत्रमा हुँदो रहेछ। अहिले पछिल्लो क्रममा मैले कलाकारी क्षेत्रमा बुझ्दै गर्दाखेरि पश्चिमी गीत अलिकति सिधा जान्छ भने काठे गीत चाहिँ अलिकति खिड्का घुमाउने हुन्छ। तर प्रयास हो, कलाकारले नै गाउँछु भनेर लागि परिसकेपछि गाइहाल्छ। सबै विधामै गाउनै पर्छ भन्ने पनि छैन। त्यो अलग एउटै विधाबाट गाउँदाखेरि कलाकार बन्न सकिन्छ। अनि अर्को कुरो, अब मेरो अन्तिम भनाइ चाहिँ के छ भने सबैले कलाकारी क्षेत्र भनेको रमाइलो गर्ने हो, रमाउनु भन्छु म।
भनेपछि रमाउनै रमाउनेकै लागि त हो नि अब। हस् आइदिनु भयो, व्यस्त समय पनि हामीलाई उपलब्ध गराइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हस्, हजुरलाई पनि धेरै धेरै धन्यवाद यहाँसम्म बोलाएर माया गरिदिनु भएकोमा। दुःखेश्वर खबर सबैले माया गरिदिनु होला भन्न चाहे म। हस्, यतिखेरको बसाइमा आज लोक तथा दोहोरी गायक राजकुमार खनाल अनि त्यसै सँगसँगै मोडल पनि हुनुहुन्छ, उहाँसँग अन्तरङ्ग कुराकानी जोडेँ तपाईँको माझमा। कस्तो लाग्छ कमेन्ट छोड्दै गर्नुहोला, हाम्रो च्यानललाई लाइक र सब्सक्राइब गरिदिनु होला भन्दै म पनि छुटिन अनुमति माग्दछु। हस्त, नमस्ते।